एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो धेरैपछि फेरि म ब्लग बनाउँदैछु। म चाहिँ आज फेरि विराटनगर जाँदैछु। भोलि मेरो साथीको बर्थडे छ, सरप्राइज दिन आँटेको। तर थाहा छैन हामी भोलि त्यसलाई सरप्राइज दिन्छौँ भनेर। सो अब महिनेको OOTD अफ द डे ब्याग छोला। सो यस अब हिँडेको। बाई बाई पोइन्टु हात दे यता हेर। हामी चाहिँ अब यसको घरबाट निस्क्यौँ। अब हामी केक लिन जाने भोलि सरप्राइज होइन। सरप्राइजको लागि आकृति हेभ नो आइडिया। तँ त कोही आउँदैन भनेर रुँदै होली। तर अलिकति मिस्टेक भएछ कि मैबाट यो भएर हतार हतार फोटो हालेँ कि रहेछ सबलाई। तर उसलाई मात्र हाइड गरेँ, मेरो दिमागै पुगेन। स्टोरी हालिहाल्यो हतार हतार। अनि सरप्राइज दिन आइपुगिस् भन्दै थिएँ। तर मैले होइन भनेको चाहिँ अब त्यस्तो पत्तै होइन। भोलि थाहा हुन्छ गाइस। अब तर म चाहिँ आउँदिनँ, म र बिबिसा चाहिँ आउँदिनँ भनेको छ। अस्ति नै आउँदिनँ भनेको थियो अनि अहिले पनि आउँदिनँ नि भनी। त्यही भएर अलिकति शङ्का चाहिँ हुँदैन होला। त्यही पनि गाइस अब जे हुन्छ भोलि हुन्छ। अब हामी केक देखाउँछौँ। रियाक्सन टुमोरो। यस यहाँको हटिया लागेको रहेछ। हामी हटिया हुँदै बजार जाँदैछौँ। अब हामी अङ्कलको गाडी लिएर केक लिन जाने। अनि 20 to अलिक ठुलै खालको बनाइदिनु होइन। अनि तल आफूले दिनु अनि अब आफूले हजुर। अनि दिल सानो एउटा रेड कलरको दिल बनाइदिने हो लास्टमा है। रेडवाला हर्ट बनाइदिनु अनि बिचमा फिल गरिदिनु हर्ट गाइस यो 11:29 भयो। अब हामी चाहिँ सरप्राइज दिन जानु लागेको है। अब अङ्कल आन्टी उठेपछि है तपाईँ स्टेटी हुनु। अब हामी नाटेको भन्न अब हामी नाटेको गाइसलाई सरप्राइज दिनको लागि त्यो नाटेको 12 बजे हामीलाई मात्रै दुःख दिनौँ। हामीले आन्टी अङ्कललाई पनि दुःख दिएर लगिरहेको छौँ। यो 12 बजेको अब हाम्रो नयाँ ट्रिप सुरु हुँदैछ। आन्टी अङ्कल उता आउनु हुँदैछ अनि हामी जाने। अब चाहिँ बनाएर भिडियो अङ्कल यता हेर्छ। अब हामी जाँदैछौँ। हाम्रो खडेङ खुडुङ बाटो छ गाइस। हजुरलाई राति हिँड्दा कस्तो लाग्यो? मान्छेले पनि के भएर टेम्पो आज लगेछन् 12 बजेमा। त्यो पनि टेम्पोमा रातिको 12 बजे 12 बज्न आँटेको छ। अङ्कल 12 बजी पुग्दै चाहिँ हाम्रो लक्ष्य होला। केक बोकेर हिँडेका छन्। कति बजी देखा त? अहिले देखाउँछु ल। यस बाहिर जान्छ जस्तो आउँथ्यो अरे।
आकृतिलाई नभन्नु भन्नु भन्नु त्यो मेरो दबाई पनि छ है निकोटिनको र तेरो यहाँ दबाई छ यो त्यहाँ राख्नु अब आया मसला अङ्कल के को बोक्नु दे म बोक्छु दे यहाँ होइन भित्र चाहिँ यहाँनिर ढोका खोल्दै गर्नुहुन्छ अनि त्यहाँ उठ्याके अब हामी के जान देखो उही जाम कति बज्यो यो आकृतिले फोन गयो कताबाट काट्ने हो ए होइन आकृति बाबा हो त्यो काट ए म्यासेज चाहिँ भएछ कति बज्यो यो क्यामेरा खोल्न रे पागल टाइम छैन अनि अहिले यो बाल्ने होइन यो बाल्ने हो अहिले त खोलेर रेडी बनाउँदै जाम न भनेको यो त आकृतिले बाल्छ नि त ए ल फेसबुक जाम आइज गाइस भिडियो हो अङ्कल आउनु आन्टी मेरो दबाई राख्दिनु ओइ मुखमा हाल्दै मुखमै हाल्दै Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. कोही Happy birthday. Happy birthday. ए उठा न Happy birthday. म पनि हाल्छु दे न चल पनि हाल्छु न दे न सक्यो ह्याप्पी बर्थडे बर्थडे गर्ल यता हामी पनि छौँ ह्याप्पी बर्थडे टु यु आन्टी मेरो पारि न यसरी भित्रै बस्नु न आउनु अरू पनि कस्तो भयो कस्तो भयो राम्रो हुँदो रहेछ फेरि पक्रियो होइन अनि म त्यही झरो कतै झरो हो अनि यत्रो चाहिँ के गर्नु ए भरे झर्दै त्यो अर्ची पनि झरेको छैन Happy birthday to you. Happy birthday to you. Happy birthday.
देखा न जिउ पनि अनि हो त्यो देखिरहेछ होइन कोक पनि त म त फेरि यता हेर्छु छैनन् पछाडि हेर्छु कोही छैनन् भने अङ्कललाई दे न यो भेज हो 100% प्योर भेज हामी दिउँसै मन्दिर हिँड्न आँटेको ओइ बर्थडे गर्ल त आइज बर्थडे गर्ल राम्रो भएर आएको चाहिँ यता अर्की चाहिँ केक त भाइ हिजै बेलुका सक्यो मन्दिर जाने मन्दिर ह्याप्पी बर्थडे ओइ ह्याप्पी बर्थडे थ्याङ्क यू रुन अलिकति अब हामी मिठाई लिन आँटेको अनि मन्दिर जाने कहाँ छ एउटै यहाँ छ यहाँ जा कता गई बर्थडे को दिन चप्पलको हालत ओए आकृति आज बर्थडे को दिन चप्पल यस्तो हुँदा कस्तो आनु देखा आपने लापरवाही का नतीजा है भएको छ हजुरलाई नयाँ चप्पल किनेको छु 2000 को ए त्यही भएर पो यस्तो भएको खुट्टामा फोकस चप्पल देखा तपाईँलाई चाहिँ कस्तो अनुभव भयो मिमिसाजी त राम्रै हुन्छ A few inches later. हामी बर्थडे पार्टीमा हिँडेको बर्थडे कलरहरू देखाउँछ कोही हिल हेर्नुहोस् त अर्की हेलो बर्थडे गर्ल हेलो मिति दिजु हेलो मिमिसाजी हामीलाई चाहिँ छैन रेस्पेक्ट इज्जत छैन हेलो टिमा जाँदैछु मेरो पनि देखा हामी अब बलि खाना
त्यो हातमा नि छ सही भइसक्यो अब नपसे Call is टमाटरहरू के पनि हाल्नु है जब हामी एउटा क्याफेबाट अर्कोतिर जान लागेको अघि सबैभन्दा सानो चाहिँ अहिले सबैभन्दा अग्ली भएन सबैभन्दा अग्ली चाहिँ छैन चाहिँ ल अझै पनि है सबैभन्दा अग्ली चाहिँ छैन